साथीहरू नमस्कार। एउटा दुःखद घटना आएको छ। अचलनाथ जुन पहिला महोत्सवमा पुष्कल शर्माको गीतमा मुटु जलाइ जलाइ भन्ने गीतमा रोएर भाइरल हुनुभएको थियो। टिकटकमा पनि निकै नै रुचाएकी पात्र हुनुहुन्थ्यो। अहिले विभिन्न म्युजिक भिडियोहरू सुटिङ गरिराख्नु भएको थियो। तिनको चाहिँ अहिले काठमाडौँ स्थित रुममा पेट्रोल हालेर आगजनी गरेर गम्भीर घाइते हुनुभएको छ भन्ने घटना आएको छ। यसको चाहिँ सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नु पर्यो।